फाइनल्ली आज हामीले चाहिँ मासु लिएर आएर अचार बनाउनको लागि फ्राई गऱ्यौँ, तेलमा हालेँ होइन। अब फ्राई गरिसकेपछि त्यसलाई चाहिँ मैले रेड जस्तो रातो रातो बनाएर मैले चाहिँ त्यसलाई निकालेँ तेलमा फ्राई गरेँ एकछिन मजाले। अनि त्यसपछि त्यसको लागि मरमसला, जिरा, धनियाँ, टिमुरहरू, लङ, सुकमेल, दालचिनी सबै रेडी पारेँ, मिक्सरमा रेडी पारेँ मैले। अनि सबै चिजहरू चाहिँ मैले यसमा हालेको छु मरमसलाको लागि। अनि लसुन र अदुवा फ्राई गर्नको लागि मैले काटेर रेडी पारेँ। अनि पेस्टको लागि पनि सबै कुरा मैले रेडी पारिसकेँ लसुन अदुवाको। अनि मैले अब तेलमा चाहिँ लसुन अदुवा त्यो फ्राई गर्नको लागि काटेको हालेर रातो रातो भएपछि फेरि लसुन अदुवा खुर्सानीको पेस्ट पनि मैले त्यसमा अनि मैले लसुन अदुवाको पेस्ट पनि तेलमा फ्राई गर्न हालेँ। अनि फ्राई गरेर अब रेड हुने बेलासम्म मैले मजाले फ्राई गर्छु यसलाई तेलमा चाहिँ है। अनि एकछिन रेड हुन थालेपछि अब मैले त्यो जिराहरूको, धनियाँहरूको सबैको त्यो धुलो मैले जुन पिसाएको थिएँ हो त्यो पनि मैले त्यो तेलमा फ्राई गर्छु एकछिन। अनि मैले त्यो पनि तेलमा फ्राई गरिसकेपछि फेरि मैले मासु हालेर मासु र मरमसला मिक्स गर्नको लागि फेरि त्यो मरमसलामा मैले यो फ्राई गरेको मासु हालेको छु। अनि यो मासु अब मजाले चलाएर मैले मरमसला र यो मासुलाई मिक्स गरिसकेपछि एकछिन मैले मजाले ग्यासमा चाहिँ यसलाई फ्राई हुन अथवा मिक्स हुनको लागि चाहिँ मैले छोडिदिन्छु होइन। मजाले चलाउँछु फर्स्टमा चाहिँ। अनि मजाले एकछिन ग्यास बारेर नै मजाले पकाउनलाई पनि राखिदिन्छु, किनभने अब त्यो मरमसला हालिसकेपछि मासुमा पनि छिर्नु पर्यो, त्यसको लागि चाहिँ म एकछिन छोडिदिन्छु चलाएर मजाले। अनि हामीले चाहिँ आज चाहिँ 1.5 किलो कुखुराको मासु लिएर आएर चाहिँ यो अचार बनाएको थियौँ। यसमा चाहिँ यति अचार चाहिँ बन्यो, मासुहरू फ्राई गर्दाखेरि चाहिँ घट्यो। अनि मैले यो बाँकी रहेको मासु फ्राई गर्दाखेरि बाँकी रहेको तेल पनि लास्टमा मैले हालिदिएँ यही अचारमा होइन। अनि आज हामीले त्यही 1.5 किलो मासुमा चाहिँ यति चाहिँ हाम्रो अचार भयो। अब यो पनि चाहिँ अब यो अचार रेडी हुन लागेको छ, तर मैले यो 2 घन्टा राखिदिन्छु। त्यसको चाहिँ भिडियो बनाएको छैन मैले, 2 घन्टा चाहिँ उसमा छोडिदिन्छु। अब मैले यो पाक्दै यो पाकिसकेपछि चाहिँ ग्यासमा हुँदै हामीले चाहिँ मजाले राखेपछि भेनिगरको सट्टामा चाहिँ हामीले यसमा त्यो कागती निचारेर चाहिँ हालिदिन्छौँ। अनि मैले 2 घन्टा राखिसकेपछि यो सेलाउँछ। अनि मैले डब्बामा हाल्नको लागि डब्बामा हाल्छु। हाम्रो चाहिँ यो 3टा आधी लिटरको डब्बाको चाहिँ आधीमा अलिकति बढी भएर चाहिँ 1.5 किलो कुखुराको मासुको यति चाहिँ अचार बनेको छ। तर मैले यहाँ देखाएको छैन, अर्कोचोटि मैले बनाएँ भने फेरि म हाल्छु। मैले आज खाजाको लागि चाहिँ आलुदम पनि बनाएको थिएँ अनि अम्लेट पनि बनाएको थियो। सब रेडी भएर पनि हामीले स्पाइसी तरिकाले खायौँ, मिठो भयो हाम्रो लागि। तर मैले खाएको भिडियो चाहिँ हालेको छैन, हामीले के खायौँ भनेर चाहिँ हालेँ। हस्, थ्याङ्क यू।